अब पहिला त राजतन्त्र राम्रो भएको अहिलेको प्रजातन्त्र त काम छैन अहिले यो सबै कसैको छैन है। अब सबै आयो भन्यो बोल्ने अधिकार चाहिँ धेरैलाई दियो होइन, बोल्ने मात्र भयो, काम गर्ने कोही पनि भएन। पहिलाको स्थिति र अहिलेको स्थितिमा के परिवर्तन के फरक छ त्यो? पहिलाको स्थितिमा पहिला हेर घुस खानलाई पनि अलि डराउँथ्यो है, अहिले त घुस खाने त सिधा ल यो सानो एउटा काम गर्नु पर्यो भने 10,000 ल्याऊ 15,000 ल्याऊ भन्ने 300 रुपियाँ तिर्नु छ भने 5,000 त घुसै खानुपर्छ। त्यसो भएर अहिले धेरै फरक छ। अब त सबै काममा घुस नै दिनुपर्छ। पहिला घुस खुवाउनु पर्दैन, हामीले पहिला काम गर्ने बेलामा पहिला घुस अलिक खानु पर्यो भने टेबल मुनिबाट यसो गरेर 2-400 लिन्थ्यो। अहिले त सिधै अलिक ठुलो काम गर्नु पर्यो भने 5 लाख 10 लाख 20 लाख भनेर के पनि होइन। अब यहाँ भित्र पस्नलाई पिउन ल्याइदियो, त्यहाँबाट माथि गएर नासु ल्याइदियो हाकिम ल्याइदियो, ट गरेर दिनुपर्ने। 70 वर्ष नागेको युवा नेता हुन्छ यहाँ, 70 वर्ष नागेको युवा नेता के काम? 70 वर्ष बेला र अहिले त मर्ने बेला हुन्छ है। अहिले त के भन्ने कसो भनेदेखि 25 देखि 40 वर्षको भित्रलाई दिनुपर्छ सबै काम गर्ने, यही हो भन्नेखेरि। नत्र त डाँड फुक्लेका या फ्याफ्याफ्याफ्याक गर्ने बुढाहरूलाई दिएर के काम थियो? विकासमा हेर्दा तपाईँसित एउटा प्रश्न छ कि राजतन्त्र राम्रो हो कि प्रजातन्त्र राम्रो? अब पहिला त राजतन्त्र राम्रो भएको अहिलेको प्रजातन्त्र त काम छैन। अहिले यो सबै लुटा र मुटा मात्र भयो। यो अब अहिले स्वतन्त्रता कसैको छैन है। अब सबै आयो भन्यो बोल्ने अधिकार चाहिँ धेरैलाई दियो होइन, बोल्ने मात्र भयो, काम गर्ने कोही पनि भएन। त्यस्तो छ। यस्तो छ। यो प्रश्न सोध्नुको मुख्य कारण के भयो तपाईँ बुझ्नुभयो कि तपाईँहरू त्यो राज परिवारको बेला तपाईँहरू थियो हो नि, पहिलाको स्थिति र अहिलेको स्थितिमा के परिवर्तन के फरक छ त्यो? पहिलाको स्थितिमा पहिला हेर घुस खानलाई पनि अलि डराउँथ्यो है, अहिले त घुस खाने त सिधा ल यो सानो एउटा काम गर्नु पर्यो भने 10,000 ल्याऊ 15,000 ल्याऊ भन्ने 300 रुपियाँ तिर्नु छ भने 5,000 त घुसै खानु खोज्छ। त्यसो भएर अहिले धेरै फरक छ। अब त सबै काममा घुस नै दिनुपर्छ। पहिला घुस खुवाउनु पर्दैन, हामीले पहिला काम गर्ने बेलामा अदालतमा गयो भने अहिले खाजा खानुपर्छ है भन्छ, खाजा खान आउँछ, खाजा खान्छ जान्छ। अहिले त पहिला घुस अलिक खानु पर्यो भने टेबल मुनिबाट यसो गरेर 2-400 लिन्थ्यो। अहिले त सिधै अलिक ठुलो काम गर्नु पर्यो भने 5 लाख 10 लाख 20 लाख भनेर के पनि होइन ल। पहिला यस्तो पनि थियो नि, पहिला गाउँपालिका नगरपालिका थियो त्यति पहिला नगरपालिका गाउँपालिका भन्दै पहिला त सबै प्रधान पञ्चको टाइम थियो, लिँदाखेरि पनि एउटा मात्र लिने त्यति मात्र। अब त थुप्रै कुरा अब यहाँ भित्र पस्नलाई पिउन ल्याइदियो, त्यहाँबाट माथि गएर नासु ल्याइदियो हाकिम ल्याइदियो, ट गरेर दिनुपर्ने। अहिले त एकदम गाह्रो भाइ। त्यसो भएर अहिलेको व्यवस्था चाहिँ ठिक छैन। यो अहिले अब संसद त फागुनमा हुन्छ भनेको छ क्यारे हो है। अब पछिबाट अब आउने चुनावबाट परिवर्तन के होला अब त्यो मात्र हो। नत्र भनेदेखि त सबै उही पहिलाकै बसेर के नाइला 70 वर्ष नागेको युवा नेता हुन्छ यहाँ, 70 वर्ष नागेको युवा नेता के काम? 70 वर्ष बेला त अहिले त मर्ने बेला हुन्छ है। एउटातिर भएर त्यसो भएर त्यो अहिलेको काम बसेर खाने अहिले त के भन्ने कसो भनेदेखि 25 देखि 40 वर्षको भित्रलाई दिनुपर्छ सबै काम गर्ने, यही हो भन्नेखेरि। नत्र त डाँड फुक्लेका या फ्याफ्याफ्याफ्याक गर्ने बुढाहरूलाई दिएर के काम थियो? विकासमा हेर्दाखेरि पहिला राजतन्त्रमा राम्रो थियो कि अहिले? विकास त अहिले धेरै भयो। पहिला राजतन्त्र भन्दा अहिले विकास त धेरै गर्यो होइन, विकृति पनि धेरै आयो। अब राजतन्त्र पनि हुँदा त्यति विकास हुन्थ्यो नि? राजतन्त्र हुँदाखेरि यतिको विकास चाहिँ हुनु पाएको थिएन कि, चलखेलै छैन। यति दिन आउँदाखेरि कति वर्ष अब यहाँसम्म आउँदा हामीले भोगेको अनुसारले 40 वर्षको अनुभवमा यहाँ धेरै विकास भयो। अब त 40 वर्षको अवधिमा राजाहरूले पनि विकास गर्थ्यो नि। अब त्यो त अहिले राजा भएको भए राजाले पनि विकास गर्थ्यो। राजाको अब वीरेन्द्रको त सबै मारमुरै बनाइदियो होइन। अब अहिले ज्ञानेन्द्र ल्याउने भन्थ्यो, अब कसले ल्याउने हो, को आउने हो त्यो चाहिँ थाहा भएन। राजतन्त्र आउँदा राम्रो हुन्छ, हाम्रो देशको भविष्य राम्रो थियो। अब राजाको अहिले त सबै घर पछि राजा, अब घरै पछि राजा।
अरे पछि राख यी ल भाइ जेन्जी दाइ दिदी बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ यति यो खोलाको- जेन्जीहरूको पनि एउटा यस्तो छ यहाँ आएर खन्चुवा नबनिकन काम गर्यो भने राम्रो उनीहरू पनि मुख र चाक भएको आउँछ खन्चुवा आउँछ राम्रो काम गरे जेन्जी पनि राम्रै छ अहिलेको राम्रै छ राम्रै तर त जेन्जीहरूले त्यस्तो गर्दैन किनकि उहाँहरू खोलाको पानी जस्तै रगत बगाउनु भयो उहाँहरू त त्यस्तै गर्दैन। उहाँ अब खोलाको पानी जस्तो रगत पकाउने पहिलाको जस्तो रगत पकाएर अहिले केही हट्नु पर्ने छैन 80 60 70 जना मार्यो है यो केपी ओली सेलीले यताउता भनेर मर्यो भने नि भ्रष्टाचारी अब जस्तै अब अहिले पहिलाको जस्तो 17,000 15,000 अहिले मर्न नपर्ला जस्तो छ मेरो विचारमा तुरुन्तै हटाउँछ अहिले किनभने सबैजनाले बुझिसक्यो नि सबैजनाले बुझिसक्यो अब गोली त्यो 80 70 जना मर्दा त अहिले यो त्यो जुन आदेश दिने मन्त्रीहरू कोही कता अहिले बाहिर आउनुले डराएर बस्यो नि पहिला त मारे ल उपरदण्डले त्यहाँ 17,000 मारेर 5,000 म जिम्मा लिन्छु भन्छ होइन त्यसै भएर अहिले पहिलाको जस्तो धेरै मर्दैन ल ल तर जेन्जी दाइ दिदी बहिनीहरूलाई तपाईँ के सल्लाह दिन खोज्छ होइन जेनी दिदीबहिनीहरूलाई राम्रो काम गरेर राम्रो अगाडि बढे राम्रै हुन्छ तर बिचमा एउटा दुइटा पुगेको निस्क्यो भनेदेखि त्यसले आलु पुगेको जस्तो यहाँ एउटा पुगेपछि चक्ला नै पुगिन्छ एउटा दुइटा बिग्रेको आएपछि धेरैजना बिग्रेको जस्तो देखिन्छ त्यस्तो चाहिँ नहोस् राम्रो अगाडि बढ त्यही सल्लाह दिन्छु ल धेरै हस् त